Hello everyone, it's me Sanjay Khan. I was back with my new video and I'm going to the now Kathmandu because भोलि पर्सि नै थाहा हुन्छ त्यो त अहिले भन्दिनँ भन्ने क्या म चाहिँ यसो घुमघामको लागि हिँडिरहेको छु अब खै कति दिन घुम्न जान्छु थाहा छैन अनि एक सबैजना को नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला लाइक पनि गरिदिनु होला भन्न चाहन्छु क्या होइन अनि सबै थ्याङ्क यू यस्तो गरिदिनु गयो होइन ठिक छ युवा सो फ्रेन्डली भन्ने थाहा छैन कस्तो तर यस्तो भएर गएर होइन कस्तो मलाई त चिने जस्तो लाग्यो ट्यागको हामी चाहिँ अहिले खाजा खाने ठाउँमा खाजा खाने ठाउँमा बसिरहेछौँ अनि सरी मैले डिसिजन केही भएको थिएन हल्का अनि त्यही भएर चाहिँ मैले भर्खर भिडियो बनाउनु थालेको र त्यही हो अनि काठमाडौँ जान्छु काठमाडौँ गएर आज बस्छु अनि भोलि बिहानै घुम्न जाने भन्नुभएको छ भिनासँग ट्यागको भिनाले गाडी चलाउनुहुन्छ त्यस्तै इन्डिया नेपाल जस्तै अनि त्यस्तै अब म जानेछु र कोलाई हेर्न मन छ म इन्डिया गएको र म देखाउने छु कस्तो हुन्छ इन्डिया होइन आई विल गो द फर्स्ट टाइम इन माई लाइफ अल्सो होइन अनि त्यही भन्न चाहन्छु म सबैलाई घुम्नुपर्छ हिँड्नुपर्छ र ट्राभलिङ इज द बेस्ट सोल्युसन अफ यर मेन्टल हेल्थ एन्ड डिप्रेसन एन्जाइटी दिस इज द गुड फर यर हेल्थ सबैले सोच्नु भयो होला डिप्रेसनले तपाईँहरूलाई होइन त्यस्तो घुम्नु जानुपर्छ एकदमै घुमेपछि अहिले आफ्नो माइन्ड फ्रेस राख्नुपर्छ र धेरै भन्न चाहन्न म अब एकछिनमा खाजा खाने ठाउँबाट 10 मिनट ब्रेक भन्नुभएको छ अनि त्यहाँको 10 मिनटपछि हामी जानेछौँ त्यही हो अहिलेलाई चाहिँ म क्यामेरा अफ गर्छु लाज लाग्यो जस्तो भइरहेको छ यहाँ होइन दुईवटाको बाटोमा हेऱ्यो गाडी बाइकहरू आउँछ ट्याक्क यो बनायो बस्यो जुम धेरै भयो जस्तो छ अनि फेस आदिको फेस मात्र आउनु ब्रदरले नि थम्स अप दिनुभयो अब क्यामेरा अन गर्ने बित्तिकै चाहिँ सबैजनाहरूले बोल्न आउँछ जस्तो लाग्यो मलाई नि अनि मेरो भ्लग हेर्नु भएको छ भने पहिला मेरो स्कुलमा नि भाइ बहिनीहरू चाहिँ सबैजना आउँथ्यो सरी फर द द्याट मैले सबैलाई मेरो नाम चाहिँ दिनु भ्याएन है के थियो भने एक्जाम थियो होइन अनि लास्ट दिन अनि सेकेन्ड लास्ट एक्जाम थियो होला अनि हाम्रो एसीको त लास्ट दिन थियो अनि गएको थियो त्यो सर्टहरू खेर्ने यताउता त्यति बेला चाहिँ मैले भ्लग बनाएँ सर्ट त्यसको लागि पनि होइन अनि ट्याक्क त्यो सर्टहरू खेर्ने अनि त्यो भाइहरू नै आउँदै थियो क्या अनि भाइहरू आउँदै थियो अनि भाइ भ्लग दिउँ भने अनि भ्लग भन्नाले इन्स्टामा चाहिँ हालेको छु त्यो भिडियो चाहिँ अनि सबैले माया थियो अनि त्यसलाई दिनु पाएन सरी त्यसको लागि म के भन्न चाहन्छु भने मैले नाम चाहिँ पहिला नि लेखेको थिएँ संजोग डट हेलो 3टा जी भनेर ल्याएको थिएँ कति धेरै मान्छेहरूले सब्सक्राइब गरिदिनु भएको छ थ्याङ्क यू सो मच स्कुलको भाइ बहिनीहरूले नि गरिदिनु भएको छ धेरै धेरै धन्यवाद अनि गाडीहरू अब हिँड्दैछ म हिँड्दैछु भनेर यहाँ म केही बोल्न चाहन्छु टुरिस्टसँग नि होइन बोल्छु होला अनि त्यो मान्छे बोल्न चाह्यो भने टुरिस्ट हो कि नेपाली हो यसो बोल्नु पऱ्यो है भिडियो चाहिँ बनाउँदिनँ भिडियो बनाउँदिनँ तर बोल्न जान्छु होइन बोल्न जान्छु अब बोल्यो भने चाहिँ म बोल्छु अनि भिडियो सिडियो बनाउनु पाउँदैन सोध्छु अनि हुन्छ भनेर चाहिँ म ट्राई गर्छु आई विल ट्राई माई बेस्ट अनि सबैजनाले हेर्नु होला अहिले बोल्यो भने चाहिँ म क्यामेरा अफ गरेर चाहिँ बोल्छु होला बोल्यो भने गाडी त्यो छ ड्राइभर अङ्कल अनि एउटा कुरो ड्राइभर अङ्कल मलाई लाग्थ्यो भने एउटा मान्छे थियो त्यो Okay, I will go with him. Yes, him. So he will be top for Excuse me, this side we will be go. Okay.
यसो बोल्नु गयो भने अलिक बोल्न आउँदैछ म यसो एकछिन बोल्नु पर्ला भिडियो चाहिँ अफ गरिदिन्छु अहिले अनि ट्याक्टर फोटोसोटो चाहिँ खिच्छु होला मान्यो भने त्यही हो अब चाहिँ म क्यामेरा अफ गर्छु अनि ट्याक्टर बोल्न जान्छु अब टुरिस्टसँग बोलेको थिएँ एकछिन राम्रोसँग बोल्यो तर भिडियो चाहिँ बनाएको मैले सोचेको थिएँ किनभने म इन्स्टाग्राममा त्यो चाहिँ पोस्ट गर्छु होइन आज पेज मेरो नाम चाहिँ इन्स्टामा चाहिँ सन्चु SANYAPJOG छ होइन इन्स्टामा चाहिँ नाम भयो जो जसलाई फलो गर्नु छ फलो गर्नु म फलो ब्याक र अघि एउटा टुरिस्ट सानो भाइ सानो बच्चाहरूले आउँदो यो अगाडि टुरिस्टै भनौँ कि टुरिस्ट हो है टुरिस्ट छ टुरिस्ट हो अनि त्यो अहिले मान्छे चाहिँ लाङटाङ जान लाग्यो थियो अनि पछि चाहिँ जान्छु होला लाङटाङ चाहिँ नजिकै छ हाम्रो नुवाकोट र रसुवा सँगसँगै हो लाङटाङ नै हामी जाने सोच्दै गर्दा थियो भाइ गयो आज 12 बस सक्यो भने चाहिँ होइन हामी लाङटाङ यताउता जाने गर्न सोचिरहेको अब पुरा हुन्छ कि भनेर थाहा छैन तर मैले अस्ति नैदेखि चाहिँ म घुम्न जान्छु भन्दै थिएँ यता इन्डियातिर यताउता त्यो चाहिँ मेरो पुरा हुने गइरहेको छ यति हो जान्छु हेरिदिनु होला जस्तो यो के भयो होला सबै ढाकिआयो धुवाहरू जस्तो लाग्यो तडेलोहरू अहिले इन्डियामा चाहिँ कस्तो हुन्छ भनेदेखि त्यहाँ सब चाहिँ खेतहरूमा के सब परालहरूदेखि लिएर सब चाहिँ हुन्छ त्यो सबै बाल्ने हो सब बाल्यो हाम्रो तराईमा नि छ सबै चाहिँ बेलुका हुने बित्तिकै सब त्यो मच्छडा आउँदैछ अनि सब यो भुसहरूदेखि लिएर पराल सराल सब मिठा सुठाहरू बालेर अनि त्यो लामखुट्टे पनि भयो नि अनि त्यसरी चाहिँ बलेको सब यो चलाउँछ हेर्छ सबै बिहारबाट आएको इन्डियाबाट सब यहाँ छ थुप्रै केही देख्दैन भने त्यो अनि रोटी कास्टले माल्नु भने हामी चाहिँ तपाईँहरूले थियो कि अलिकति भिडल थियो आज त आज त एकदम धेरै रसवालो लाग्यो धेरै यहाँ छ आज काठमाडौँमा पनि देख्छ है काठमाडौँ झन् ढ्याम्मै माथिबाट तल देख्छ त्यो बाटो घरहरू देखेको माथिबाट देख्दैन हो तलै जानुपर्छ एकदम भइसक्यो मौसम एकदम यो बेलामा सरकारले नि भनेको छ यो मास्क साक्स लगाउनु चाहिँ घरबाट बाहिर ननिस्किनु भनेर भनेको छ कति धेरै सबैतिर हेर्न सक्नुहुन्छ के देखाएको छैन भने तलतिरको अर्को डाँडै देखाएको छैन अर्को डाँडै देखाएको छैन होइन कस्तो भाव लाग्छ सोच्नु आफै अब पानी पऱ्यो भने चाहिँ अलिक सफा हुन्थ्यो कि भनिदिन्छ पानी पनि परेको छैन खै भइसक्यो भोलि आउनु पर्ने आएन है माथि घाम लागेर टमाटर सबै कुवालोले सब छेकेको छ यो सिजन चेन्ज कस्तो भइरहेछ क्लाइमेट चेन्ज अलि धेरै भइरहेछ मोबाइल अगाडि भएपछि त है त्यसको लागि सबैजना बिदाको बेला चाहिँ मोबाइल चलाउँदै नबस्नु होला है त्यसरी त्यहाँको हेर्नुपर्छ वनतिर हेर्नुपर्छ इन्डिया भनेर आयो पनि अब घुम्छु होला नेपालमा धेरै घुम्ने ठाउँहरू छ नेपाल पनि धेरै भाग छैन जस्ट 2% घुमेँ कि 100%मा 2%मा 2% घुमेको छ कि छैन होइन धेरै ठाउँ छ तर नेपालमा पर्ने पर्छ सबै ठाउँ जाने प्रयास गर्नेछु इन्डिया म अस्ति नैदेखि नै भनिरहेको थिएँ तर
तर यो यहाँ चाहिँ मैले भनेको थिइनँ मैले दिदीहरूलाई चाहिँ भनेको थिएँ म बसकै 5 महिना 6 महिनामा हुँदा चाहिँ मैले भनेको थिएँ म इन्डिया जान्छु यता भनेको थिएँ दिदीहरूसँग त्यति बेला चाहिँ एससीको लागि प्रिपेरेसन गरिरहेको थिएँ प्रिपेरेसन भन्दा नि पढाइ चाहिँ त्यही बलहरू यताउता गऱ्यो है एकदमै धेरै धुवा भने धुवा एकदमै धेरै क्लाइमेट चेन्ज भएको ग्लोबल वार्मिङ अघि नै मलाई भने ग्लोबल वार्मिङ धेरै बढिरहेको छ नेपालमा मात्र नभए वर्ल्डमा बढिरहेको छ है सबैजना सेफ होला मास्कहरू लगाएर हिँड्नु मेरो भाइ बहिनीहरू स्कुलकै मेरो भाइ बहिनीहरूले भ्लग चाहिँ जहिले थ्याङ्क यू सो मच हेर्नु भएको छ है हेर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ होइन ट्याक्क हामी चाहिँ यता जाँदैछौँ काठमाडौँ अब आइपुग्न लाग्यो भनौँ आइपुग्छ अब छिट्टै अब होइन ऊ पास चाहिँ भइन्छ ऊ धेरै नम्बर चाहिँ आउँदैन मान्छे कुरो सुन्दाखेरि चाहिँ तपाईँको हेलो हजुर